मेरो नाम चाहिँ प्रेम लोहार। यहाँको तपाईँको अलिकति एड्रेस भनिदिनुहोस् न। एड्रेस हाम्रो यो धुबीडाँडा नरखोला जिटिपी पर्यो, एकछिन टास्टिङ गेजिङ डिस्ट्रिक्ट पर्छ। गेजिङ डिस्ट्रिक्ट पऱ्यो है। तपाईँको जुन यो अलैँची छ है, हामी यही अलैँचीकै सन्दर्भमा यहाँ सिक्किम इफ्कोबाट आएको है। हजुर हजुर। सिक्किम इफ्को अर्ग्यानिक्स लिमिटेड त सुन्नुभएको? हजुर हजुर। तपाईँ अनि एफपिओसँग पनि संलग्न हुनुहुन्छ, कुन चाहिँ एफपिओसँग? हाम्रो यही धुबीडाँडा नरखोला एफपिओ नै हो, न्युली फर्म एफपिओ सर। तपाईँ चाहिँ के? म एफपिओको प्रेसिडेन्ट हुनुहुन्छ तपाईँ? ए एकदमै राम्रो भयो है। तपाईँ स्वयंको अब यत्रो अलैँची छ, तपाईँको कति जस्तो आउँछ होला यसपालि? हामीले एक्सपेक्टेड र चाहिँ हामीले 5000 केजी प्लस एक्सपेक्ट गरेको छौँ। अब मेबी त्योभन्दा बेसी पनि हुनसक्छ, त्योभन्दा कम्ती पनि हुनसक्छ, तर एभरेज चाहिँ त्यति चाहिँ हेरेको छौँ। ए हजुर। अनि आज हामी यहाँनिर आएको छौँ होइन, आज कति जस्तो हुन्छ होला तपाईँको यहाँ? आज 2000 केजी प्लस हेरेको छौँ। पहिला भन्दाखेरि चाहिँ प्रोडक्सन यसपालि बेसी छ कि कम्ती छ कि? लास्ट इयर भन्दाखेरि चाहिँ बेसी नै हो, तर 3-4 इयर ब्याक हाम्रो धेरै आएको थियो। हामीले 60-70 मन पनि आएको पहिला चाहिँ, तर सुक्खा पहिला चाहिँ, तर हिउँ परेको थियो, हिउँले गर्दाखेरि धेरै मऱ्यो। यसपालिदेखि चाहिँ अलिक राम्रो प्रोडक्सन भएको छ। तर यसपालिको वेदर राम्रो भयो भने चाहिँ अर्को पालि चाहिँ त्यही हुनसक्छ भन्ने आशा गरेको छौँ। सिक्किम इफ्कोलाई कसरी दिने, एउटा काँचै दिने एउटा कसरी निश्चय गर्नुभयो? यो चाहिँ हाम्रो अब यो पहिला चाहिँ हाम्रो म्याक्सिमम् हामीले यो ड्राई नै गरेको थियौँ। यसपालि चाहिँ अब फर्स्ट ट्राई हो। अब कतिको रेसियो कतिको मिल्छ, इनकेस अब हामीले यो फर्स्ट टाइम ट्राई गरेर काँचो बेच्दा फाइदा हुन्छ कि अब सुकाएर फाइदा हुन्छ, यसपालि हेरेर अब नक्सान भयो भने बादमा सुकाउनु पर्ला, फेरि फाइदा भयो भने फेरि नै रदिनु पर्ला। जहाँसम्म हाम्रो एक्सपिरियन्स छ होइन, अब जहाँसम्म हाम्रो अब गए सालदेखिको यसपालि 3 साल भयो हामीले काम गरेको, तर जति पनि फार्मर्सले हामीलाई दिनुभयो, कृषकहरू जति पनि हामीसँग जोडिनु भयो, उहाँहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ। किनभने उहाँहरू स्वयं पनि याद छ अब कति सुकाउँदा कति किलो हुन्छ भने, अनि त्यो सुकाउँदाखेरि कति खर्च हुन्छ, दाउरा काट्नुको झन्झट होइन, फरेस्ट डिपार्टमेन्टको टेन्सन, त्यो सबै हटाएर चाहिँ हामीले काँचै किनेर लाँदैछौँ होइन। अनि त्यो पनि भयो। अर्को कुरा चाहिँ के छ भने तपाईँहरूलाई अब यही भिडियोकै मार्फतबाट म के भन्न चाहन्छु भने, अब यो काँचो बेचेर चाहिँ के गर्छ भने, अब जस्तै हामीले चाहिँ मेसिनमा सुकाएर यसको कलरलाई रिटेन गर्ने, अनि यसको जुन यसको अरोमालाई चाहिँ हामी राख्ने है, ताकि हाम्रो सिक्किमको तपाईँले जति दुःख गरेर यहाँनिर अलैँची निकाल्नु हुँदैछ, यसको चाहिँ एउटा ब्रान्ड बनाउने हाम्रो कोसिसमा छ होइन। अनि त्यसकै लागि जुन तपाईँले यसरी सपोर्ट गर्नुभयो भने अवश्य भोलिको दिनमा हाम्रो सिक्किमको अलैँची चाहिँ विदेशमा एउटा ब्रान्डको नामले चिनिन्छ। अहिले पनि चिनिन्छ सिक्किमको अलैँची चाहिँ। अब हामीले अहिलेसम्म हाम्रो अनुभव चाहिँ के छ भने, भुटानको पनि आउँछ, अरुणाचलको पनि आउँछ होइन, अलैँची नै आउँछ। तर जुन हाम्रो बायर्सहरू छ उहाँहरूको भनाइ के छ भने, कहाँको हो भन्दाखेरि सिक्किमको। सिक्किमको हो भने सिक्किमको त क्वालिटी पनि राम्रो हुन्छ, क्वालिटी राम्रो हुन्छ, प्लस यहाँको जुन क्वालिटीको यहाँको जस्तो एउटा राम्रो खालको खाँदाखेरि स्वाद आउने होइन, त्यो कुरा चाहिँ उनीहरूले अरू जग्गाको भेटेन भन्ने एउटा छ। त्यसलाई मध्यनजर राखेर हाम्रो सरकारले चाहिँ के गरेको छ भने, यो अलैँचीलाई चाहिँ हामीले एउटा इन्टरनेसनल मार्केटमा ब्रान्ड बनाऊ, ताकि भोलिको दिनमा अहिले तपाईँले हामीलाई यसरी सहयोग गर्नुभयो, काँचो दिएर विश्वास गर्नुभयो, पेमेन्टको पनि केही प्रब्लम छैन अहिलेसम्म। यहीँबाट अब लगभग 50 मेट्रिक टन चाहिँ हामीले यो कर्जी नरखोला लाब्दाङबाट उठाइसकेको छौँ होइन। अनि यो कुरालाई चाहिँ तपाईँले हामीलाई विश्वास गरेर दिनुभयो, भोलिको दिनमा हामीले ब्रान्ड बनाएर इन्टरनेसनल मार्केटमा पुऱ्यायो भनेदेखि भोलिको दिनमा यहाँ लोकल मार्केट या चाहिँ हाम्रो इन्डियाको मार्केटमा प्राइस कम्ती भयो, तर जुन हाम्रो यो बायर्सले चाहिँ कन्टिन्यू हाम्रोबाट राम्रो प्राइसमा किन्दैछ भने त्यति बेला यो सिक्किम इफ्को अर्ग्यानिक्सले चाहिँ कन्टिन्यू तपाईँहरूलाई नै फाइदा दिने हो। सिक्किम इफ्को अर्ग्यानिक्स लिमिटेड त तपाईँलाई याद भएकै कुरा हो होइन, यो त कुनै प्राइभेट फार्म, प्राइभेट कम्पनी होइन, यो त गभर्मेन्टकै अन्डरमा भएको अर्गनाइजेसन हो। ताकि यो चाहिँ भोलिको दिनमा हाम्रो कृषकहरूकै फाइदा होस्, ताकि हाम्रो यहाँनिर जति पनि लोकल भेन्डर्सहरूले, लोकल बायर्सहरूले ठग्दैछ हाम्रो कृषकहरूलाई, उहाँहरूले त केही गर्दैन। हाम्रो कृषकहरू गएर बेचेर त्यहाँनिर उहाँहरूले नै के भन्छ पुऱ्याएर अझै ठगेर यहाँ तपाईँको पनि के सानो दाना ठुलो दाना भनेर प्रब्लम हुन्छ नि, पैसा कम्ती दिने काम गर्छ, अनि उनीहरूले मोटा पैसा कमाइरहेको छ। तर त्यसलाई नै हेरेर अब चाहिँ हामी एउटा ब्रान्ड बनाएर सिक्किमको यो कृषकहरूले जो दुःख गरिरहेको छ, यो दुःख गरेको चाहिँ
खेर नजाओस् भोलिको दिनमा भनेर चाहिँ हामीले त्यो प्रकारले गरिरहेको छ होइन। अनि कुन चाहिँ भेराइटी हो तपाईँहरूको? यहाँनिर हाम्रो अहिले हामीले बेच्दै गरेको चाहिँ भारलाङ हो, तर हाम्रो सेरेम्ला हुन्छ, रामसाई हुन्छ। लो एल्टिट्युडमा तपाईँको सेरेम्ला हुन्छ, हाई एल्टिट्युडमा तपाईँको रामसाई हुन्छ। रामसाई हुन्छ है। ठिकै छ, अब तपाईँकै माध्यमबाट तपाईँको एफपिओजहरूलाई पनि अब राम्रो इन्करेज गर्नुहोस्, एउटा राम्रो इन्फर्मेसन दिनुहोस् होइन। भोलिको दिनमा राम्रो होस्, तपाईँहरूकै कृषकहरूले फाइदा पाओस् होइन, त्यो भन्न चाहन्छु म चाहिँ। अरू तपाईँलाई अब के भन्न चाहन्छु तपाईँको माध्यमबाट? मेरो त त्यस्तो भन्ने कुरा त केही छैन, तर सिक्किमको लागि के भन्न चाहन्छु भने जे काम गर्ने राम्रै काम गर्दैछ, तर अब कतिवटा बेनिफिटहरूले फार्मरले पाएको राम्रै हो, त्यही भन्न चाहन्छु। बेनिफिट त अब अवश्य फ्युचरमा अब यो राम्रो ब्रान्ड भएर बाहिर गएपछि भोलिको दिनमा साँच्चीकै हामीले यसपालि पनि प्राइस पनि नराम्रो दिएको छैन। तपाईँलाई यादै छ रामसाईको त ठिकै, तर सेरेम्लाको चाहिँ अलिकति तपाईँको रेट रेसियो अलिक मिलेको जस्तो लाग्यो मेरो अनुसार चाहिँ। होइन, यही कुराबाट हामी पनि तपाईँहरूको फिडब्याक लिँदै होइन, हाम्रो अनुभव पनि गर्दै त्यही प्रकारले भोलिको दिनमा हामी यो प्राइस चाहिँ हामी एक्लैले यो डिसाइड गर्ने होइन। तपाईँहरूको फिडब्याक, फार्मर्सको फिडब्याक, अनि हाम्रो तल फ्याक्ट्रीमा सुकाउँदाखेरि के रेसियो आयो, अनि हामीले बेच्दाखेरि के समस्या भयो, त्यही सबैलाई समेटेर चाहिँ हामीले एउटा रेट फिक्स गर्ने हो। त्यो छ, अब त्यसको लागि केही सुर्ताउनु परेन होइन, भोलिको दिनमा राम्रै हुन्छ। जति सक्दो चाहिँ तपाईँले कन्टामिनेसन नगरिदिनुहोस्, किनभने यो चाहिँ हाम्रो अर्ग्यानिक प्रडक्ट भनेर बाहिर जान्छ। अर्ग्यानिक प्रडक्ट भनेर बाहिर जाँदाखेरि टेस्टमा फेल हुनसक्छ। अनि यो जुन गाईको चारोको जुन बोराहरूमा कृपया गरी त्यसमा चाहिँ नलगाइदिनुहोस् जति सक्दो होइन। त्यही बोरा युज गर्नुभयो भने पनि एकपल्ट धोएर होइन सफा गरेर त्यहाँदेखि लगाइदिनुहोस्। हस्, तपाईँको शुभ नाम? मेरो नाम बिन्द्रबहादुर मगर। बिन्द्रबहादुर मगर। बिन्द्रबहादुर मगर है। हजुर। तपाईँको यो एड्रेस अलिकति भनिदिनुहोस्, गाउँ कहाँ पर्छ? यो गाउँ चाहिँ खास गरी कर्जी नै हो, तर यता चाहिँ अलिकति हाम्रो जमिन पर्थ्यो कि। गाउँ चाहिँ के भन्छ? गाउँ चाहिँ यो त सिङ्गाने हो। सिङ्गाने? हजुर, सिङ्गाने। ए, तपाईँले अलैँची यहाँ गर्नुहुन्छ है? हजुर। कति जस्तो फलाउनुहुन्छ तपाईँले अलैँची? अहिले यो पालि चाहिँ अलिक फल्यो भनौँ न, काँचै गर्दाखेरि त्यही 30 बोरा जस्तो चाहिँ हुन्छ होला काँचो? हजुर। अनि गए साल चाहिँ सुक्खा कति जस्तो निकाल्नु भएको थियो तपाईँले? गए साल सुक्खा त कति नै निस्केन नि, त्यही 50 किलो जस्तो भएको थियो। ए, 50 किलो जस्तो मात्रै भयो है? ए, यसपालि राम्रो भयो? हजुर, अलिक चाहिँ अब झ्याङहरू नि अलिक हुर्क्यो कि, त्यसले गर्दाखेरि। भेराइटी चाहिँ कुन चाहिँ हो तपाईँले कहाँबाट लिएर लाउनु भयो? यो चाहिँ यतै बस्तीकै हो, पहिला यो रामसाई, भारलाङ र रामसाई? भारलाङ र रामसाई चाहिँ। ए हजुर। अनि यो काँचो अलैँची दिने चाहिँ कहाँबाट सुन्नुभयो बेच्ने चाहिँ तपाईँले? यो चाहिँ होइन, अस्ति पोहोर पनि म काँचै बेच्नु भनेको थिएँ कि। हजुर। त्यही भएर मेरो चाहिँ लोड नपुग्दाखेरि चाहिँ मैले ढिलो पनि भयो, साथीहरूको सबै सकिहालेछ हो। ए हजुर। लोड नपुग्दाखेरि चाहिँ सुकाउनु पऱ्यो पोहोर चाहिँ। ए, यसपालि चाहिँ यता सरहरूसँग कन्ट्याक्ट गरेर अन्त यसपालि काँचै। सिक्किम इफ्कोको बारेमा सुन्नुभएको? सिक्किम इफ्को चाहिँ नि हजुर, हाम्रो सिक्किम इफ्को अर्ग्यानिक्स लिमिटेड भनेको चाहिँ यो गभर्मेन्टको पुरा, यो चाहिँ गभर्मेन्टले नै ओन गरेको कम्पनी हो, यो कुनै प्राइभेट कम्पनी होइन। अनि यो सिक्किम इफ्को बनाउनुको मेन उद्देश्य चाहिँ के छ भने अब तपाईँलाई पनि अलिकति जानकारी दिइहाल्छु। तपाईँहरूकै कृषकहरूकै फाइदाको लागि चाहिँ दिएको हो। जुन यो अलैँची सुक्खा बेचेर हाम्रो यहाँनिर लोकल बायर्सहरूले जुन प्रकारले अब तपाईँहरूलाई दाम छैन, कुनै के छैन भन्दैछ, अब यसलाई चाहिँ तपाईँहरूलाई भविष्यमा यस्तो कुरा नहोस् भनेर चाहिँ अब काँचो किनेर राम्रो सुकाएर बाहिर बेचेर चाहिँ भोलिको दिनमा ब्रान्ड बनाएर चाहिँ अनि लोकल मार्केटमा कम्ती दाम भयो पनि हामी चाहिँ हाम्रो फार्मर्सलाई चाहिँ राम्रो दाम दिन सकौँ भनेर त्यो उद्देश्यले चाहिँ सिक्किम इफ्को खोलेको हो होइन। यसरी नै तपाईँले साथ दिनुहोस्। भोलिको दिनमा आज अलिक कम्ती दाम होला, भोलिको दिनमा अलिकति राम्रै हुन्छ भन्ने हामी आशा गर्छौँ होइन। अनि यो आज जति दिनुभएको चाहिँ आधाभन्दा पनि कम्ती हो तपाईँले? हजुर, आधा हजुर अलिकति कम्ती हुन्छ होला। आज उहाँले दिनु हुँदो रहेछ 470 केजी दिनु हुँदो रहेछ है हामीलाई। मन्डे चाहिँ तपाईँको एकाउन्टमा बेलुका 8 बजीसम्ममा चाहिँ ठङ्गमै बजिहाल्छ ल। यो पनि छ हो, यो चाहिँ तपाईँको क्यास भाउचर कति पैसा पस्छ भन्ने चाहिँ यो रिसिभ हो तपाईँको ल। यो 1 कपी हाम्रोमा पनि हुन्छ, 1 कपी तपाईँहरूकोमा दिएर राख्छ ल। अनि अरूलाई पनि तपाईँहरूको माध्यमबाट अब अरू जति फार्मर्सहरू छ, कृषकहरू छ, उहाँहरूलाई पनि खबर दिनुहोस् कि सिक्किम इफ्कोले चाहिँ यसरी किन्दैछ भनेर है। अनि यसरी बेच्यो भने तपाईँलाई सुकाउनुको लन्ठा छैन, यहाँ खेताला खोज्नुको उयो छैन, रातभरि रुङ्नु परेन, धेरै कुराको फाइदा छ। अनि यसरी दिनुभयो भने चाहिँ अब तपाईँहरू मेन धुवासँग लड्डीबड्डी खेल्नु भएन होइन। अहिले हेर्दैछु म तपाईँ मार्गी लागिरहेको रहेछ, झन् धुवामा बस्दाखेरि झन् साह्रो पार्छ है। हस्।
हुन्छ सर हुन्छ